नमस्ते सम्पूर्णलाई। यतिखेर म यो इताकुरा तोयोदय माई भन्ने स्टेसन नजिक छु। यो साइडमा चाहिँ भारी मात्रामा हिमपात भइरहेको यहाँ देख्न सक्छु। म तपाईँहरूको लागि यहाँबाट देखिएको दृश्यहरू एकपटक देखाउँदैछु है त। ल भर्खरै मात्र यहाँबाट ट्रेन पनि जाँदै गरेको भिडियो पनि यहाँहरूलाई पेस गर्दछ है त। हिउँ परेको छ, चिसो छ, बाटो चिप्लो छ। यो सिँढीमा अलिक केयरफुल भएर हिँड्नुपर्ने देखियो। यहाँ बरफ जमेको रहेछ, यो चिप्लो चिप्लो छ। ल यहाँको दृश्य हजुरलाई यति नै।